र गाइस यस्तो भ्यू हेर्न जाँदैछौँ। ल ल के भ्यू हेर्न जानु लाग्यो होइन। धेरै भयो भ्लगमा ल सुरु भइसकेको छ अफरोडिङ। फेरि पिज आइसकेको छ। अनि यो अब त जाडो लाग्यो, मजा आइरहेको छ। इजाराको बोर्ड पनि आयो। यो बाटो त म उता गएको छु त हजुर। कता ए यो हिमाल देखिरहेको होला। कस्तो भ्यू हो मजा छ है। खुट्टा छ है खुट्टा, मजा आइरहेको छ होइन। खन्दै गऱ्यो बाइक ल्याएर। के हो यस्तो खतरा यो बाटो त म फर्स्ट टाइम हिँडेँ यार। कस्तो बवाल त भ्यू त मजा आइरहेको केटा। फेरि अपलोड आएको छ केटाहरू केटीहरू होला एकजना। के हो भ्यूको त खानी रहेछ नि त। गाइज आज चाहिँ दसैँ सकेपछि हो है। आज चाहिँ 31 गते हो। अब 3-4 दिनमा चाहिँ दसैँ छ, तिहार छ होइन। तिहारमा चाहिँ अब आइसकेको छ। भ्यू त के हो फेरि अर्को आयो। कस्तो बवाल रिजाल गाउँ आइपुगिसकेको छ। रिजाल गाउँ यतातिर को छ केटाहरू। कस्तो हालो खोक्का छ खोक्का। हिमाली देखिरहेको छ है त्यहाँ। यहाँबाट फोटो खिच्दा खतरा आउँछ यार। आइपुग्न लाग्यो अब चाहिँ अहिले चाहिँ 6:30 भइरहेको छ होइन। अब फेरि अर्को भ्यू देखाउँछ तिमीहरूलाई। धादिङ नि यस्तो राम्रो छ र भने यार। हो अरे पानी नि रहेछ यार। खतरा यार चिसो पानी। बवाल है बवाल। भ्लग चाहिँ धेरै भइसकेको छ। नहाले यसो हालिदिउँ न त भनेर बिजीले आज हालिदिउँ जाऊँ भन्यो। अनि यसो सकिदिएको भ्लग सान्दैछ तर हल्का जाडो पिङ्की रहेछ अहिले। आउँदा खेल्नुपर्छ अहिले त। हो खै जान्छ त पिङ मान्छेले थाहा छैन। म नगा टन्ने भयो हो र। ल यस्तै छ। फेरि केही अपडेट आयो देखाउँछु तिमीहरूलाई। ल गाइस गोल डाँडा दिन्छ त यहाँबाट होइन उता ल गाइज हामी चाहिँ फर्किसकेको छौँ। टक्क लगाएर हल्का भिडियो खिचेर त्यो यहाँ चाहिँ अब त्यो यही यहीँनिर भ्यू हुन्छ भने चाहिँ हुँदैन रहेछ। अब त्यो मैले चाहिँ यहाँ आएर अब
ठ्याक्क आएर भ्यू मिठो देख्छ होला भन्ने सोचेको थियो तर होइन रहेछ होइन त्यस्तो चाहिँ होइन रहेछ अब बाटोतिर हेर्दै आउने खालको रहेछ है पुरानो घर फोटोमा आएको होइन अब एकछिन बसेर जानुपर्ने हुन्छ छोप्यो क्या हुँदैन त ठिकै देख्यो लगाएछ यस्तै छ भ्यू चाहिँ होइन भ्यू त हिमाल पनि हल्का हल्का देखा तर खालि नजिक रहेछ यहाँ टक्क हामी चिया खाएर दुईजना होइन चिया खाएर अब निक्लिनु पर्ने हुन्छ यस्तो छ है जस ठाउँ चाहिँ राम्रै लाग्यो होला फर्स्ट टाइम आएर म चाहिँ ओल्ड डाँडा ठ्याक्कै याद भएको चाहिँ होइन भवाल छ है तपाईँहरू नि आउनु होला इन्जोय गर्नु होला गाइड हिमाल हेर्नु होला आमामा अब चाहिँ बबाल घाम लागिसकेको छ कस्तो खतरनाक ठाउँ अब चाहिँ हामी हल्का अफ रोडिङ हान्न जान लागेको होइन हल्का अफ रोडिङ देखाउँ भनेर घाम पनि अब चट्ट पार्नु लागिसकेको छ स्याट लगाएर बबाल रमाइलो भइरहेको छ यता त जाडो भयो त घाम पलाएर है विजय राइडरले कुदाउँदैछ होइन घन्ट्याङ घन्ट्याङ हुन्छ होला बाइक बाटो रहेछ बाइक हल्लेर न धान अब झिक्ने बेला भइसकेको छ कोही फेरि हिमाल अघि हिमालय यो यही अघि हिमाल होइन नदीबाट कस्तो राम्रो ठाउँ रहेछ नि ल स्याट राखेर फेरि हामी फर्किसकेको छ अफ रोडिङ हानेर पनि बगान बाह्रमा दादा हो अनि यो दुईवटा दादाहरू चाहिँ चिरमा बाटो लगेर बसिरह दर्शन गरेर हामीलाई त्यसमा बबाल रमाइलो भइरहेको छ ल डाँडा गाउँला आज बाई बाई भइसकेको छ हामी चाहिँ होइन डाँडा गाउँ ल बाई बाई डाँडा गाउँ अब यो हो नि त शैली है तेरिका बबाल छ है बबाल फर्किसकेको छौँ हामी चाहिँ होइन यहाँबाट अब हामी एउटा दुईवटा फोटो खिचेर आउँछ है लगाइ छ हल्का फोटोसोटो खिचेर निक्ल्यौँ हामी चाहिँ होइन यस्तै फेरि अहिले त जाडो भयो क्या गाई घामै लागेन ऊ यता छ घाम ला फेरि यता घाम लागेन के हो कि अल्टर छ कि अल्टर छ फेरि दादा यो त दादै रहेछ यहाँको यस्तै छ के भन्ने क्या अब धेरैपछि बनाएपछि के भन्ने हुन्छ होइन ए भ्यू हेर्ने चुप्पो राख्नै बस्ने है त ल रमाइलो भइरहेको छ बिहान उठिसकेको त आएको पानी सुन्यासो देखिरह होला लक्ष्मी दिन्छ झोरेले हो यहाँ के मन्दिर रहेछ जस्तो लाग्यो है के मन्दिर हो थाहा जानु पर्दै हुन्छ गाजी त तिनवटा हिमाल देख्ने रहेछ है गाइस एउटा हिमाल उता दुईवटा हिमाल कस्तो बाबा रिजाल गाउँ आइपुग्यो हामी चाहिँ होइन अब त्यहाँनिर एउटा हल्का पोस्टरमा फोटो खिच्नु पर्ने हुन्छ धादिने यस्तो खतरा रहेछ थाहा थिएन मलाई होइन लगेर आयो एकछिन लगाएछ हामी चाहिँ जाएर आइसकेको छौँ तर पिङे त्यो पिङ कहाँ फेरि बिर्स्यो मुनिन्छ जस्तो लाग्यो त ल माकेटा पिङ छुटिहाल्यो होइन अब म नेक्स्ट टाइम जसरी नै आएर खेल्छु मिल्यो भने
त हो नि गाइज हामीले 6:35 निक्लेको थियो कतिमा पुग्दो रहेछ हेरौँ भनेको अनि तपाईँहरूलाई भन्छ भने बिर्सिन्छ अब नेक्स्ट टाइम है त ल यस्तै छ है घान्दुकतिर छ राम्रो रहेछ क्या जाडो नि जाडै छ वाइल होइन होइन अब म शब्दमा बयान गर्नै सक्दिनँ त्यस्तै छ ल फेरि आइज आमा केटा म चाहिँ घर आइपुग्न लाग्यो होइन अब सबजना फाइनली अब चाहिँ हामी सिरान बजार आइसकेका छौँ रोजनको घर त हेर्दैछस् भन्यो भने रोडिस पनि घर हो यहाँ चाहिँ हामी आइपुग्यौँ तेरो घर आइपुगिसकेको छ होइन रोजन यहीँ थियो आज ल बगानमा जान्छु जरेबाट बगान चल अब चाहिँ हामी 2 मिनटमा हामी घर आइपुग्छौँ म चाहिँ एकछिनमा घरमा होइन अब एकछिनमा घर जानुपर्ने हुन्छ त्यही एउटा हो रमाइलो भयो होइन बोले चाहिँ सुनेको छ कि छैन थाहा छैन मलाई घाम पनि बबाल आयो यस्तो घाम आयो ज्योति खाइदिनु भयो क्या अरे कति घाम प्लानै थिएन होइन अनएक्सपेक्टेड हिँडेको चाहिँ एउटा हो यस्तो